के लागिरहेको छ सर्लाही 4 मा गगन थापा कि अमरेश कुमार सिंह तपाई कुन पार्टीबाट कुन राजनीति म नेपाली कांग्रेस इनर नगरपालिका वडा नम्बर 3 को वडा सभापति हुँ कांग्रेस पार्टी पहिलो दल बन्ला पक्कै पनि किनभनेदेखि देश यति भन्दाखेरि तपाईले पनि यो झोलेको ट्याग लगाउला झोले शब्द भनेको चाहिँ के हो मलाई लाग्छ भनेदेखि झोले शब्दको वास्तविक अर्थ त्यस्तो लागिरहेछ तपाईलाई साथीहरूलाई चाहिँ एकपल्ट राम्ररी अध्ययन मलाई हैन राम्ररी अध्ययन गर्नुस् के हो झोले भन्ने शब्द के लागिरहेको छ सर्लाही 4 मा गगन थापा कि अमरेश कुमार सिंह म नेपाली कांग्रेसको वार्डको सभापति हो पक्कै पनि मेरो भित्री आत्मा र मेरो बोलीमा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा नि त्यहाँ निर्वाचित हुनुहुन्छ भन्ने हो व्यक्तिगत रूपमा बालेन कस्तो लाग्दैछ बालेनलाई तर उनी कुन लोभमा परे के लोभमा परे उनले आफ्नो 1.5 वर्ष कार्यकाल छोट्याएर जुन निर्वाचन लड्न आएका छन् त्यसै गरी दर्शक पनि हामी सुनसरीको क्षेत्र नम्बर 2 मा छौं अहिले र हामी इनरवाको यो बिच बजारमा यो चोक भन्छ यसलाई के चोक भन्छौं हामी यो हाम्रो इनार चोक हो इनरवा चोक लोकतान्त्रिक चोक यो प्रतिमाहरू बनाइएको छ यहाँ यो इनारको छेउमा चाहिँ इनरवाको संस्कृति झल्किने पहिचान झल्किने त्यो प्रतिमाहरू छ प्राय आन्दोलनहरू पनि यही हुन्छ भन्ने हामी सुन्छौं यो चाहिँ हाम्रो मुख्य चोक हो बजार इनरवाको यो लोकतान्त्रिक चोक हो त्यसपछि यो इनार बनेपछि चाहिँ यसलाई लोकतान्त्रिक चोक सँगसँगै इनार चोक पनि भन्ने गरिएको छ आज मैले यहाँको परिचय मैले लिन पनि मैले विशेष सरी त्यसको लागि हजुरको नाम भन्नु नमस्कार म सुनोज निरौला निरौला मेरो घर इनर नगरपालिका वार्ड नम्बर 3 र आज चाहिँ तपाईसँग मेरो भेट भएको छ यो सामाजिक सञ्जाल मार्फत आज माघ 16 गते यो देश निर्माणको क्रममा आफ्नो ज्यान आहुति दिने वीर शहीदहरूप्रति र अस्ति भर्खरै भाद्र 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने प्यारा भाइ बहिनीहरूप्रति सर्वप्रथम म भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु म अब जोड्न चाहे मैले मुद्दामा जान चाहे तपाई कुन पार्टीबाट कुन राजनीति म नेपाली कांग्रेस इनर नगरपालिका वडा नम्बर 3 को वडा सभापति हुँ नेपाली कांग्रेस पार्टीबाट हजुर अहिले पछिल्लो समय हेर्नुस् जेनजी युवा पुस्ताको आन्दोलनबाट शेरबहादुर देवा गगन थापा अहिले पार्टी सभापति हुनुभएको छ हजुर विशेष महाधिवेशनबाट जेनजी आन्दोलनको कुरा चलिरहेको छ विभिन्न ठाउँहरुमा त अहिले पनि घम्साघम्सी चलिरहेछ कसले जित्ला कसले बाजी मार्ला भनेर नव युवा पुस्ता चाहिन्छ तपाईलाई के लागिरहेको छ यसपटक रासोपा नेकपा एमाले नेपाली कांग्रेस जनता समाजवादी पार्टी विभिन्न राजनीतिक दलहरुबाट पहिलो दल को बन्ला जस्तो तपाईहरुको प्रक्षेपण गर्दै हुनुहुन्छ अहिले सबैभन्दा सुरुमा यो प्रश्नको लागि तपाईलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभनेदेखि तपाईको प्रश्न सान्दर्भिक छ प्रश्न किन सान्दर्भिक छ भन्नुहुन्छ भने भाद्र 23-24 को आन्दोलनपछि नेपालमा चाहिँ युवा नेतृत्वले चाहिँ देश चलाउनु पर्छ अब एउटा जुन एजले चाहिँ सधैँ चलाइरहेको थियो देश एकतर्फीय चलिरहेको थियो देश त्योबाट चाहिँ हामी अलग हुनुपर्छ देशमा चाहिँ वास्तवमै संविधान छ भने जस्तो तरिकाले अगाडि बढ्नुपर्छ युवाले नेतृत्व गर्नुपर्छ भन्ने माग उठेको थियो त्यो माग चाहिँ मलाई लाग्छ नेपालकै पुरानो दलहरू मध्येको एक दल नेपाली कांग्रेसले त्यो आफ्नो पार्टीमा पुरा गरेको छ किन पुरा गरेको छ भन्दाखेरि अहिले तपाईले मलाई भन्नु हो नि शेरबहादुर देउवाको पछि चाहिँ जुन विशेष महाधिवेशनबाट गगन थापा आउनु भएको छ भन्नुभयो तपाईलाई जानकारी गराउँ म नेपाली कांग्रेसको सम्पूर्ण उम्मेदवार 165 क्षेत्रका उम्मेदवारहरू नेपाली कांग्रेसको सभापति विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको हस्ताक्षर भएको टिकटबाट निर्वाचन लड्दै हुनुहुन्छ त्यही भएर पनि तपाईले के बुझ्नु जरुरी छ भनेदेखि नेपाली कांग्रेस वास्तवमा परिवर्तन भएको छ बदलिएको छ भन्दैछ म यसमा जोड्न चाहे रमेश लेखक तत्कालीन गृहमन्त्री हुनुहुन्थ्यो भाद्र 23 गते राति राजीनामा दिनुभयो नेपाली कांग्रेसको गगन थापाले त्यतिखेर पनि फुल स्ट्यान्ड लिएन कि यसपटक त कांग्रेस फुल्ली ब्याक हुनुपर्छ कांग्रेस त यस विषयमा विरोध गर्नुपर्छ जेनजी आन्दोलनमा चाहिँ शहादत प्राप्त गरे व्यक्तिहरूलाई भाद्र 23 गते भन्दा अगाडि नै नेकपा एमालेको सरकारबाट बाहिरिनु पर्थियो बाहिरिनु भएन तपाईहरुले त हातमा हात जोडेर यो सरकारलाई त साथ दिएकै थियो दिनु नै भएको थियो केपी ओलीलाई हैन सरकारलाई साथ दिए तापनि तपाई सामाजिक सञ्जालमा अग्रस्थानमा हुनुहुन्छ हाम्रो प्रदेश एकमा मात्रै नभइकिन नेपालमा पनि तपाईले मजाले ध्यान दिएर अध्ययन गर्न सक्नुहुन्छ जेएनजी आन्दोलनको अघिल्लो रात आफै गगन थापाले पनि बोल्ने गरेका छन् उहाँको सभापतिसँग भेट भएको थियो भन्ने कुराहरू उहाँले सामाजिक सञ्जालमा जुन राख्नु भएको थियो त्यो कुरो र जेएनजी आन्दोलनको सुरुवातको दिन 23 गते उहाँको भेट भएको कुरो सर्वविदितै छ सभापतिसँग उहाँहरुको माग पनि त्यो थियो र त्यो 23 को 10 बजे भन्दा अगाडिको कुरो 23 र 24 पछि देशले परिवर्तन खोजेको छ त्यो परिवर्तन कांग्रेस पार्टीमा भएको छ त्यो कुरो तपाईहरुको कांग्रेस पार्टी पहिलो दल बन्ला पक्कै पनि किनभनेदेखि देशले खोजेको युवाले खोजेको
देश भनेको चाहिँ युवाले चलाउनुपर्छ, भ्रष्टाचारमा शून्य सहनशीलता भनेका के गाह्रो कुरा छ भने नि मैले नेता नेतृत्व पनि हुनुहुन्छ, मलाई के गाह्रो छ भने हामीहरूले यस्तो रिपोर्टहरू प्रसारण गर्ने बेलामा हामीलाई पत्रकारलाई पनि र अर्थात् तपाईँ गेस्टहरूलाई पनि एउटा ट्याग लगाउने काम गरिरहेको छ झोले भनेर। हामीहरूलाई पनि कुनै बेला यो पत्रकार त फलानु पार्टीको झोले हो, अर्थात् कुनै नेताले तिमीहरू फलानु पार्टीको झोले हो, तपाईँले यति भन्दाखेरि तपाईँले पनि यो झोलेको ट्याग लगाउला नि। झोले भन्ने शब्द म तपाईँलाई यसरी बुझाउँछु। यो देशमा मैले तपाईँलाई यसरी बुझाउँदा 2048 सालको परिवर्तनपछिका कुराहरू बुझाउनुपर्छ। प्रत्येक आन्दोलन भएका छन् 48देखि तपाईँ हेर्नुहोस् 10-12 वर्षको ड्युरेसनमा प्रत्येक आन्दोलनले फरक फरक मुभमेन्ट ल्याएको छ। प्रत्येकपल्ट नेपाली जनता बहकिएका छन्, यसले चाहिँ केही गर्छ कि यसले चाहिँ केही गर्छ कि यसले चाहिँ केही गर्छ कि। जस्तो 48मा हेर्नुहोस् हामी नेपाली काङ्ग्रेस 2/3 सरकार बनेको हो नि, होइन र? हो नि। त्यसपछि 51मा हेर्नुहोस्, 52मा मध्यावधि भयो, एमाले अगाडि आयो, 62-63मा माओवादीसँगै भर्खरै उपेन्द्र यादव आएर चाहिँ मधेसमा एउटा ठुलो शक्तिको रूपमा ऊ भए। माओवादीले पनि त संहिताको कुरो उठाएको थियो नि त काङ्ग्रेस जस्तै, होइन र? काङ्ग्रेसले 2007 सालमा उठाएको थियो, माओवादीले जनयुद्धपछि उठायो, त आखिरी कुरो त काङ्ग्रेसले पनि उठाएको थियो। मान्छेहरू माओवादीप्रति पनि गए। म के भन्न चाहन्छु भनेदेखि यो देशको पहरेदार, सच्चा पहरेदार नेपाली काङ्ग्रेस नै थियो। कुनै परिवारको एउटा व्यक्तिले गल्ती गर्छ भनेदेखि त्यो पुरै परिवारलाई गाली गर्नु भनेको चाहिँ मूर्खता हो जस्तो लाग्छ। नेपाली काङ्ग्रेसभित्र कुनै शब्द भन्छ नि अहिले त्यसमा झोले शब्द भनेको चाहिँ के हो मलाई लाग्छ भनेदेखि आफू अलिकति मतलब स्मार्ट हुन खोजे जस्तो लाग्छ। मतलब ट्रेन्ड हुनको लागि, भाइरल हुनको लागि बोल्ने शब्दहरू अथवा भन्ने शब्दहरू। झोले शब्दको वास्तविक अर्थ त्यस्तो लागिरहेछ तपाईँलाई? साथीहरूलाई चाहिँ एकपल्ट राम्ररी अध्ययन, मलाई होइन राम्ररी अध्ययन गर्नुहोस् के हो झोले भन्ने शब्द। मधेसको सर्लाही 4को कुरा गर्न चाहे गगन थापा, अमरेश कुमार सिंह हुनुहुन्छ। अमरेश कुमार सिंहले त विभिन्न किसिमले बाख्रा भनेर टिप्पणी गरिरहेको छ। गगन थापा टुरिस्ट उम्मेदवार हो भनेर भनिएको छ, तर गगन थापाले म मधेसलाई बनाउन चाहन्छु भनेर पनि एउटा दृढ रूपमा काठमाडौँ छोडेर मधेस आउनु भएको छ। के लागिरहेको छ सर्लाही 4मा गगन थापा कि अमरेश कुमार सिंह? अब यो यस्तो हुन्छ हेर्नुहोस्, हाइपोथेटिकल कुरो गर्नु हुँदैन। म नेपाली काङ्ग्रेसको वार्डको सभापति हो, पक्कै पनि मेरो भित्री आत्मा र मेरो बोलीमा नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा नै त्यहाँ निर्वाचित हुनुहुन्छ भन्ने हो। म त्यही भन्छु र उहाँको वास्तविक अवस्था के छ मैले बुझेको छैन, म त्यो ठाउँमा छैन। त्यही भएर म आफ्नो मनको भरमा जुन अहिले हावा चलेको छ नि, यस्तो भयो अरे यस्तो भयो अरे, म सबैजनालाई के आग्रह गर्न चाहन्छु भनेदेखि कागले कान लग्यो भनेदेखि कहाँ लग्यो भनेर दौडिनु भन्दा ठ्याङ्गे उभिएर आफ्नो कान छामेर दुवै कान छ भनेदेखि मलाई मूर्ख बनाएको छ। बालेन झापा 5 आउनु अहिले उपयुक्त लाग्यो कि लागेन तपाईँलाई? यो बारेमा पनि टिप्पणी गर्दिनँ, किनभने कसैको राजनीतिक टिप्पणी गर्नु हुँदैन सही मान्छेले। तपाईँले अघि भन्नु व्यक्तिगत रूपमा बालेन कस्तो लाग्दैछ? बालेनलाई काठमाडौँको जनताले 5 वर्षको म्यान्डेट दिएको थियो, उनलाई 5 वर्ष काठमाडौँ बनाऊ भनेर छोडिया हो मलाई जहाँसम्म लाग्छ। तर उनी कुन लोभमा परे, के लोभमा परे उनले आफ्नो 1.5 वर्ष कार्यकाल छुट्याएर जुन निर्वाचन लड्न आएका छन् त्यसमा म अचम्मित छु। किनभनेदेखि सुधार्ने मान्छे भनेको जुन ठाउँमा बसेर पनि सुधार्न सक्छ। बालेनले काठमाडौँलाई 5 वर्ष हाँक्नु पर्थ्यो, जुन चाहिँ काठमाडौँवासीको एउटा चाहना थियो। त्यत्रो राजनीतिक शक्तिलाई त्यहाँ पछारेर एउटा स्वतन्त्र व्यक्तिलाई चाहिँ विश्वास गरेर अगाडि बढाइएको थियो। त्यो भएको हुनाले, स्वतन्त्र भएको हुनाले उनले 5 वर्ष त्यहाँको जनतालाई चाहिँ प्रत्यक्ष सेवा दिनु पर्थ्यो जस्तो लाग्छ। तर मलाई लाग्छ उनी किन बकिए त्यो कुरोमा अब मैले बुझ्न सकिनँ। तर उनको कर्तव्य भनेको 5 वर्ष चाहिँ काठमाडौँ महानगरपालिकामा बसेर काठमाडौँ महानगरपालिकाको जनतालाई सेवा गर्नु नै थियो। हस्, धन्यवाद। दर्शकबिन हामी कुराकानी गरिरहेका छौँ अहिले सुनसरीको विभिन्न क्षेत्रको हामी मतदाताहरूसँग कुराकानी गरिरहेका छौँ, विभिन्न राजनीतिक दल व्यक्तित्वसँग कुराकानी गरिरहेका छौँ र पछिल्लो अवस्था कस्तो छ अहिले सुनसरीको अवस्था विषयमा कुराकानी गरिरहेका छौँ। थप रिपोर्टिङका साथ फेरि पनि उपस्थित हुनेछौँ। क्यामेरा पर्सनको साथमा म सोन कुमार दासलाई बिदा दिनुहोस्। नमस्कार।